Alright, good morning everyone. Well, today being a Sunday, I just planned, but there is this tournament which is ongoing somewhere down in Shah Alam. There's a ground called Panasonic Sports Complex ground where this tournament is happening, which is organized by our Nepali community. And looks like today there is a final there, so he just called me to come down there and just to watch the football. So I'm just planning to go there now. All right, so yeah, I mean, I also heard that there is this guy, a YouTuber, a vlogger from our place back in India, Sikkim. His name is Padam. He runs a Garima entertainment channel, and yeah, even he has been invited as a guest to watch or be part of this the celebration, football celebration, which is ongoing. So I hope he will be there when I reach, and I get to capture him on my vlog, and if possible, if got an opportunity, then I will talk to him as well. Alright, okay, see you there. So this is which is happening here. Thanks Sushil and came for bringing me here. फुटबल खेल्दै भलिबल खेल्दै हरेक क्षेत्रमा अगाडि बढ्ने सम्पूर्ण प्रतिभावान व्यक्तित्वहरुप्रति म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। यसरी नै सधैँभरि तपाईहरुको जीवनमा सफलताको शिखर चढ्दै जानु होला भन्ने पनि शुभकामना दिन चाहन्छु। अब भने तपाईहरुको माझमा हामी फाइनल खेल छिटो भन्दा छिटो सञ्चालन गर्ने तयारी गरिरहेका छौं। एमपेनाङ एफसी का टिम छिटो भन्दा छिटो खेल मैदान प्रवेश गरिदिनु हुन पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौं। Nepali crowd is like too huge. Movie पनि खेल्छ।
खेल मैदानबाट बाहिर आउनुहुन साथै प्लेइङ 11 को खेलाडीहरू खेल मैदानभित्र प्रवेश गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु। प्रसाद धामी नेपाल एफसीका प्रथम सचिव, त्यस्तै गरी म देखिरहेको छु नेत्र केसी सर, मलेसियामा सफल व्यवसायी, त्यस्तै गरी हाम्रो स्पोन्सर प्रायोजकज्यूहरू सबैको टिम हुनेछ। सबैजना लाइन अपमा मैदान प्रवेश गरिदिनुहुन र खेलाडीहरूसँग हात मिलाइदिनुहुन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। So this is the final between the Penang FC and the host, the organizing committee, RTFC. So we were just welcome to greet the players before the game starts. And as you can see, the Nepali people here, it's a huge crowd who has come here. पानासोनिक स्टेडियममा भइरहेको प्रथम आरटीएफसी गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारणलाई संसारभरि पुर्याउनु पर्छ ताकि मलेसियामा पनि यस्तो राम्रो खेल हुँदो रहेछ भन्ने किसिमको एउटा राम्रो मेसेज जाओस्, राम्रो सन्देश जाओस् अनि भविष्यको दिनहरुमा मलेसियामा नेपालले यसरी देखाइरहेको छ भन्ने सिको सिक्दै अन्य मुलुकहरूले पनि संसारमा रहनुहुने नेपालीहरूले प्रत्यक्ष प्रसारणको लागि नेपाललाई याद गरौँ। भाइ तिमी पनि जाऊ न। टोकन अफ ग्रहण गरिदिनु र म हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै गरी नेपाल तामाङ गेदु वरिष्ठ नीतिज्यूलाई पनि मायाको चिन्ह ग्रहण गरिदिनु र म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ हुनुहुन्छ विकास मण्डल रेस्टुरेन्ट बुकित बिङटाङका ओनर हुनुहुन्छ। यस्तै गरी म एभरेस्ट किचनका प्रतिनिधिज्यू तामाङज्यू एन्ड पेनाङ एफसी का खेलाडी विभागतर्फको बेस्ट गोलकिपरको अवार्ड प्राप्त गर्नुभएको छ। एन्ड पेनाङ एफसी का गोलरक्षक मनोज तामाङ कृपया चित्तभन्दा चित्त यस मञ्चमा आइदिनु होला र टुर्नामेन्टभरिको विभागत पुरस्कार तर्फ बेस्ट गोलकिपर को लागि RM 300 नगद रहेको म जानकारी गराउन चाहन्छु। साथै ट्रफी पनि रहेको छ र बेस्ट गोलकिपर को पुरस्कार प्रायोजन गर्नुभएको छ, स्पोन्सरशिप गर्नुभएको छ विकास मण्डलका सञ्चालक खेम तामीज्यूले। बधाई छ यहाँलाई आगामी दिनहरुमा। यसै गरी अर्को विधागत